हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई नमस्कार छ मेरो। आज पनि फेरि म दोस्रो भिडियो लिएर आएको छु। आज चाहिँ म गिलो चटपटे च्यालेन्ज भन्नाले मुकबाङ गर्दै छु। अनि त्यसपछि एकदम स्पाइसी अकपरी खुर्सानीको साथमा यो चाहिँ एकदम हल्का जमिसकेको छ साथीहरु। आज चाहिँ म एक्लै आएको छु अनि अस्ति म मेरो फ्यामिलीसँग आएको थिएँ भनेपछि आज चाहिँ म एक्लै मुकबाङ गर्दै छु गिलो चटपटेसँग। र साथमा यो करेन्टको चीज बल छ अनि मसँग सलाद अनि यो चाहिँ कागती। चटपटेसँग कागती एकदम मिठो हुन्छ। आज चाहिँ म गिलो चटपटे गर्दै छु। सबैजनाले हेर्दिनु होला, सपोर्ट गर्दिनु होला, माया गर्दिनु होला। के कस्तो लाग्छ कमेन्टहरुमा पक्कै पनि भनिदिनु होला। आज चाहिँ म यो मुकबाङ गर्दै छु। सबैजनाले हेर्दिनु होला। अनि म सुरु गर्छु है। लास्टै स्पाइसी साथीहरु, चटपटे पनि लास्टै पिरो बनाउँछु, हल्का जमे छ। फर्स्ट बाइट। मैले चाहिँ आज हातले खाएको किनभने चम्चाले खाँदाखेरि अलि खाएको जस्तो हुनु, त्यही भएर मैले चाहिँ हातले खाएँ। यो अखबारको लास्टै पिरो छ साथीहरु। कागती, यो चाहिँ लोकल कागती हो साथीहरु। एकदमै मिठो भएको छ गिलो चटपटे, टेस्टी। हल्का डेकोरेट गर्दाखेरि चाहिँ अलिकति सेलाइसकेर चाहिँ जमेको छ हल्का, न त एकदम मिठो भए। स्पाइसी गिलो चटपटे, त्यसको साथमा अखबारी खुर्सानी। सोच्नु त आफै कति स्पाइसी भयो होला। करेन्टको चिज बल एकदमै मिठो हुन्छ, मलाई चाहिँ मिठो लाग्छ। पसिना आइसक्यो साथीहरु, गर्नु पर्दा। कागती लास्टै स्पाइसी भयो साथीहरु। गर्मी
टेस्टी लाग्छ नि साथीहरू कोरियनको चिज बल लास्टै टेस्टी लाग्छ पसिना गर्मी स्पाइसी छ साथीहरू अप्परै खुर्सानी झन् लास्टै तर यति मिठो नि काँक्राको सलाद हजुरहरूलाई भिडियो के कस्तो लाग्छ भनिदिनु होला मेरो अगाडिको भिडियोहरू हेर्नु भएको छैन भने मेरो आइडी भ्यू गरिदिनु होला सपोर्ट गरिदिनु होला Caramel de Galicia. Ahora yo me sabe. चटपटे पनि के हातले खाएको होला भनेर भन्नु होला किनभने हातले खानु बेग्लै मजा आउँछ साथीहरु पिरो त्यसपछि पसिना आइसक्यो कतिले हातले खाएको घिन मान्छन् हैन तर हातले खाएको जस्तो टेस्ट केही पनि हुँदैन साथीहरु चटपट त्यो चम्चाले खाना बहुत चाउ लाग्छ हातले त बेस्ट मिठो सरी काँक्रा पनि कति रसिलो हो म चाहिँ धेरै भात चटपटे नखाएको म चाहिँ प्राय सुक्खा नै खान्छु आज चाहिँ गिलो चटपटे खान मन लाग्यो हजुरहरुसँग बसेर खान लाग्छु डल्ले खुर्सानी यस्तो पिरो खाने साथीहरु कुरै छोड्दिन्छ खुर्सानी यस्तो धेरै खुर्सानी हाल्छु मलाई यति स्पाइसी साथीहरु कुरा नगर्नु
पानी आयो। आज पनि पानी आइरह। साथीहरु यदि पानीको साउन्ड आछ भने डिस्टर्ब गर्यो भने माइन्ड नगर्नु होला, इग्नोर हान्दिनु होला। गिलो चटपटे खाएको साथीहरु साह्रो भइसक्यो। सुकुन। मैले सोचेको थिएँ पुरै गिलोवाला ग्रेभीवाला बनाएर खाने भनेर सोचेको, तर लाइट आउनु जाने भइरहेछ नि त, भएन। के गर्दा सेलाइहाल्यो। काँक्रामाथि कागती राखेको चुकिनु भएछ। आज मेरो साउन्ड दबेर आइरह होला, ढुगा पनि लागिरह। काँक्रा चाहिँ मिठो परेछ। यो कुनै कस्तो तितो हुन्छ। साह्रो भइसक्यो चटपटे। पिरो भएर हाल्ने आँटै आएछ। फेरि मिठो पनि भइरह। गर्मी साथीहरु, पानी आइरह बाहिर बिस्सरी। ठुलो पानी आयो। बत्ती जाने हो कि? साह्रो बनाएर जम्यो। कस्तो मिठो लाग्यो नि। अझ यति धेरै साथीहरु हजुर पनि पानी परिरहेको छ भने यस्तो गिलो चटपटे तातो बनाएर खानु। यो नचुराउनु फेरि। इसके बिना हमारा दिन नहीं धड़कता।
तर अलिकति के भयो भनेपछि जम्दियो क्या। यसको त पुरै नगरौँ। काँक्रा पनि एक प्रकारको सुकुनवाला सलाद हो क्या साथीहरू। भुजा बस्ती सक्यो। पानी बेसरी परिरहेको छ साथीहरू। गिलो चटपटे खाँदाखेरि चाहिँ ध्यान दिनुपर्ने के कुरा रहेछ भने साथीहरू, सबै कुराहरूको मिलाइसकेपछि, सबै डेकोरेट सब मिलाइसकेपछि चाहिँ बल्ल गिलो चटपटे बनाएर टक्क राखेर कुपु कुपु खाने काम मात्र रहेछ। बनाएर अरू गरम भन्यो भने त खतम, पुरै ओसेर भुजा ओसिन्छ नि त। तर एक्लैले धेरै खानु भने नि अकबर पनि धेरै खाने साथीहरू मार्छ। भोलि बिहान सकिन्न गाह्रो। त्यो साथीहरू खुर्सानी धेरै पसिना पिरो नै पसिना आइसक्यो। मेरो चाहिँ भिडियो गिलो चटपटे खाएको साह्रो भइहाल्छ। मेरो चाहिँ चटपटेको मुगङ यति नै हो साथीहरू होइन। हजुरहरूलाई के कस्तो लाग्छ भनिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। अनि आफूलाई मनमा लागेको कुराहरू चाहिँ पक्कै पनि कमेन्टमा भनिदिनु होला। यदि मेरो अगाडिको भिडियोहरू हेर्नु भएको छैन भने मेरो प्रोफाइल एकचोटि भ्यू गर्नु होला, माया सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। अरू केही गर्दा भए हुन्थ्यो भन्ने लाग्छ भने भन्नु होला। मेरो चाहिँ भिडियो यति नै हो साथीहरू। अब फेरि पनि अर्को भिडियोमा भेटौँला। आजलाई यति नै। हेरेर के कस्तो लाग्यो, रमाइलो लाग्यो कि लागेन, खाउ खाउ भयो कि भएन भनिदिनु होला।
मैले यो चाहिँ खान सकिनँ। यो चाहिँ अब रेस्ट गर्दै खान्छु म चाहिँ। मेरो चाहिँ आज यति नै हो भिडियो साथीहरू। मेरो आज गिलो चटपटेको मुखबार पनि सक्यो। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। फेरि पनि के कस्तो भिडियो ल्याउने भनेर कमेन्टमा भनिदिनु होला। रमाइलो लाग्यो कि लागेन। बाई बाई।